प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडलको निरीक्षण गरेकी छन्। सोमबार भवरमहल स्थित प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्धनको लागि सुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल पब्लिक अनाउन्समेन्ट सिस्टम सार्वजनिक सम्बोधन प्रणाली सहितको समग्र प्रणालीको निरीक्षण सहित जानकारी लिएकी हुन्। सो क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहसेवा प्रवाहका लागि सुरु गरिएको नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। त्यस्तै उनले नयाँ प्रणालीबाट कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको समेत जानकारी लिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रूपमा सेवा लिन सकिने उनले बताए। हामीले एउटा सेवा प्रवाहको नवीनतम मोडेलको रूपमा पब्लिक अनाउन्समेन्ट सिस्टम सार्वजनिक सम्बोधन प्रणाली हामी सम्बोधन गर्न सक्छौं सेवाग्राहीलाई भन्ने मोडेलको हामीले विकास गरेका छौं। त्यो मोडेलको जानकारी लिने, निरीक्षण गर्ने र समग्र यो नेपाल सरकारका सम्बन्धित यससँग सम्बन्धित कार्यालयहरूमा यो मोडेललाई विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू लगायत विशिष्ट पदाधिकारीहरूबाट आज यस कार्यालयको अवलोकन, निरीक्षण र हामीसँग साक्षात्कार गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यू आउनुभयो। हरेक दिन 10 बजे राष्ट्रिय गान सुरु हुन्छ र सेवाग्राही आइसक्नु भएको छ भने उहाँहरू पनि आज बिहान मैले देखेको थिएँ। सेवाग्राहीहरू आइसकेको उहाँहरू पनि उठ्नुभयो अनि हाम्रो कर्मचारी साथीहरू पनि जहाँ जुन कुर्सीमा हुनुहुन्छ त्यही जुरुक्क उठ्नुहुन्छ, राष्ट्रिय गान सकिन्छ अनि काम सुरु हुन्छ। सेवा प्रवाहको नवीनतम मोडेललाई अन्य सरकारी सेवा प्रदायक निकायमा समेत विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ प्रधानमन्त्रीले जानकारी लिएको पौडेलले उल्लेख गरे। निरीक्षणमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओम प्रकाश अर्याल लगायत सहभागी थिए।